नमस्कार पर्वत परियार युट्युब च्यानलबाट तपाईँ हेरिराख्नु भएको छ। मैले तपाईँहरूलाई यो एक्सेल वर्डमा टेबल कसरी बनाउने भन्ने बारेमा म तपाईँलाई एउटा भिडियो क्लिप बनाएर तपाईँलाई मैले सिकेको कुरा तपाईँलाई जानकारी गराउन गइरहेको छु। चाहिँ हामीले एउटा टेबलको लागि चाहिँ 11 भयो भने मैले यसलाई चाहिँ 14 बनाएँ। यो अब तपाईँलाई आवश्यकता अनुसार बनाउनुहुन्छ र यसलाई चाहिँ मैले अलिकति जुम गराएँ। यो देख्न सक्नुहुन्छ। यसलाई यहाँबाट A, B, C, D, E, F। अब यसमा चाहिँ तपाईँले काउन्ट गर्न सक्नुहुन्छ 1, 2, 3, 4, 5। यसलाई पनि मर्ज गर्ने। इन केजीलाई मैले रेड बनाइदिएँ। ल हेर्नुहोस्, फ्रुट इन केजीमा यो र अब फ्रुट र अब यसलाई पनि हामीले यसरी सेन्टरमा राख्छौँ। ल यो सेन्ट चाहिँ हामीले टोटल गऱ्यौँ। अब यो चाहिँ हामीले महिना वाइज गऱ्यौँ। म्याङ्गो सेप्टेम्बर महिनामा 400, अक्टोबरमा 500, नोभेम्बरमा 700, डिसेम्बरमा 900 बेच्यौँ। अब यसको टोटल कति आयो त भन्दा हामी सूत्रमा जान्छौँ। 400 प्लस 500 प्लस 700 प्लस त्यसपछि हामी प्लस 900 पनि गऱ्यौँ। के छ भन्दा यसलाई हामीले यसरी सिलेक्ट गर्ने, यहाँ छोड्ने र यहाँ गएर हामीले अटो सम पनि गर्न सक्छौँ है। हेर्नुहोस् यहाँ डाइरेक्ट अटो सम। त्यसपछि हामी यहाँ टोटल आउँछौँ। यस्तो आउँदाखेरि यस्तो अटो सम र अटो सम टोटल आयो। फेरि यसमा पनि हामी अटो सम प्रयोग गऱ्यौँ र यहाँ हाम्रो के छ त खाली छ। अघि नै हामीले यहाँ सूत्र प्रयोग गरिसकेको भए हुनाले अब हामी यसरी यहाँ क्लिक गरेर सिधा यहाँ प्लसदेखि सर्टकट तान्न सक्छौँ। देख्नुभयो टोटल यो पैसा आफै जोडेर आइसकेको छ। अब यो जोडेर आएको पैसालाई हामीले यसरी देख्न सक्यौँ। देख्नुभयो नि। यसलाई हामी पुरै कलरिङ गरौँ। यसकोमा चाहिँ हामीले यस्तो कलर हाल्यौँ र टोटल हामी सेप्टेम्बर 10,48,576 रहरू छन्। हेर्नुहोस् टेबल चाहिँ यसरी भयो।